साथीहरू नमस्कार। 안녕하세요। तपाईँहरू सम्पूर्णलाई करोडपति अड्डामा फेरि पनि हार्दिक स्वागत छ। साथीहरू, आजको यो भिडियो क्लास अन्तर्गत हामी 20वटा मोस्ट कन्फ्युजिङ मिनिङहरूको बारेमा चर्चा गर्नेछौँ र भिडियो एकदमै बवाल हुनेवाला छ। सम्पूर्ण साथीहरूले एकदमै ध्यान दिएर हेर्नुहोला। र एउटा कुरा, तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। ओके, ल है त साथीहरू, भिडियो सुरु गरौँ है त। ओके, 20वटा मोस्ट कन्फ्युजिङ मिनिङको पहिलो मिनिङ रहेको छ फोदो भन्ने। है, एउटा पनि फोदो, अर्को नम्बर दुईको पनि फोदो। अब यो दुईवटा फोदोलाई कसरी सम्झिने भन्ने कुरा हो। दुईवटा सेम सेम आवाज आउने छन्, दुइटै फोदो फोदो छ। है, तर के छ त भन्दाखेरि यो अगाडिको फोदो चाहिँ तपाईँको डुप्लिकेट छ। यो यो ग, द, ब, ज, यो अक्षरहरू डुप्लिकेट अक्षर हो भने यतापट्टिको यो ख, थ, ह, छ भन्ने अक्षरहरू ओरिजिनल अक्षर हो। यो तपाईँहरूलाई थाहा छँदैछ है त। अब यो सुरुको चाहिँ डुप्लिकेटवाला फोदो हो, पछाडिपट्टिको ओरिजिनलवाला फोदो हो। अब सम्झिने कसरी त भन्दाखेरि माथिको फोदो भनेको फुटपाथ हो र यो फुटपाथ चाहिँ तपाईँको डुप्लिकेट हुन्छ। है, डुप्लिकेट हुन्छ। र यो तलको ओरिजिनल फोदो भनेको चाहिँ अङ्गुर हो, अङ्गुर चाहिँ ओरिजिनल हुन्छ। अब कसरी सम्झिने भन्दाखेरि अङ्गुर खानेकुरा हो र ओरिजिनल नै हुनुपर्छ। प्लास्टिकको अङ्गुर भयो भने हामीले खान सक्दैनौँ। है, तपाईँहरूले त्यो चाबीको त्यो उसमा चाहिँ अङ्गुरको जस्तो लगाएको हुन्छ नि, होइन, त्यो पनि तपाईँको के भयो, डुप्लिकेट भयो। र त्यस्तै गरी कहिलेकाहीँ यस्तो सजावटको सामग्रीहरूमा अङ्गुरको झुप्पो जस्तो राखेको हुन्छ नि त प्लास्टिकको, त्यस्तो हामी खान सक्दैनौँ। त्यही भएर अङ्गुर के हुनु पर्यो त, ओरिजिनल हुनु पर्यो। र यो फुटपाथ भन्ने त डुप्लिकेट हुन्छ। फुटपाथ भनेको सडकको छेउको पेटी हो र त्यो चाहिँ तपाईँको डुप्लिकेट किन हुन्छ भन्दाखेरि अब त्यो ठेकेदारले चाहिँ तपाईँको के गर्छ त भन्दाखेरि एक बोरा सिमेन्टमा चाहिँ 6 बोरा हालिदिन्छ क्या, बालुवा। किनभने उसलाई त पैसा कमाउनु छ, होइन, ओरिजिनल बनाउनुसँग सरोकार छैन, काम चलायो हिँड्यो। त्यस कारणले फुटपाथ के हुन्छ, डुप्लिकेट। अङ्गुर के हुन्छ, ओरिजिनल। दुइटै फोदोलाई तपाईँहरूले यसरी सम्झिनु होला है त। अब लागौँ हामी 3 नम्बरको मिनिङमा। 3 नम्बरमा छ यागान भन्ने। अब यो यागान भन्ने र 4को याक्कान भन्ने छ। है, सुन्दाखेरि कहिलेकाहीँ कन्फ्युजन हुन सक्छ है त। यागान भन्ने शब्द कसरी बन्छ भन्दाखेरि यता हेरौँ है। या भनेको चाहिँ रात्रि हो र यो गान भनेको चाहिँ सिगानको गान हो क्या। है, या भने के हो रे, रात्रि, अनि सिगान भनेको के हो, समय। है, अब सिगानको गान भयो क्या, भनेपछि के भयो, रात्रि समय भयो। भेरी सिम्पल। अब यो याक्कान भनेको चाहिँ के हो त, अलिकति। है, अब सम्झिने कसरी त भन्दाखेरि दुईवटा मध्ये कुनै पनि दुईवटा कन्फ्युजिङ मिनिङ छन् अथवा सेम सेम सुनिनेवाला छन् भने तिनीहरूलाई एउटाको तपाईँले ट्रिक बनाउनु पर्छ। एउटाको ट्रिक बनाएर तपाईँले बुझ्यो भने अर्को त त्यत्तिकै थाहा हुन्छ। है, मैले तपाईँहरूलाई यागानको ट्रिक बताइसकेको छु। या भनेको चाहिँ रात्रि, प्लस गान भनेको चाहिँ सिगानको गान हो, रात्रि समय भयो है त। र अर्कोलाई तपाईँले त्यत्तिकै सम्झिन सक्छ। अब लागौँ हामी अर्को मिनिङहरूतर्फ है त। हेरौँ है। अब यहाँ छ तपाईँको छोइगुन भन्ने, अर्को छुल्गुन भन्ने। हेरौँ है। छोइगुन भनेको चाहिँ हालसालै भनेको हो। है, रिसेन्ट अर्थात् रिसेन्टली भने हो। है, छोइगुने पनि भन्छ यसलाई। र अर्को छुल्गुन भन्ने छ। अब यसमा तपाईँहरूलाई मैले यो दुईवटा मध्ये तल्लोवालालाई बुझाइदिन्छु। है, यो छुल भन्नेको अर्थ के हुन्छ भन्दाखेरि निस्कनु भन्ने अर्थ लाग्छ। छुलको मिनिङ के रे, निस्कनु। है, जस्तो ह्याङ्गु मेन्सुल्की भनेर पढ्नु भयो होला, एटिएम भनेर। है, एटिएमको त्यो मेसिनबाट बाहिर पैसा निस्किन्छ, भित्रबाट बाहिर निस्किनु भनेको छुल हो। है, छुलबा लादा भन्छ नि, प्रस्थान गर्नु। है, एक ठाउँबाट तपाईँले अर्को ठाउँ प्रस्थान गर्नु। है, त्यस्तो कुरा हो। र यो छुल भनेको के रहेछ त, निस्कनु रहेछ, भनेपछि घरबाट काममा जानु भने हो। छुल्गुन भनेको घरबाट काममा जानु। यसको ठ्याक्कै उल्टो के हो, तपाईँले कमेन्ट गर्नुहोस्। है, छुल्गुन आधाको तपाईँले के भन्नु पर्यो त, फान्दे माल चाहिँ कमेन्ट गर्नुहोस् है त। ल, यसलाई छुल भनेको चाहिँ
बाहिर निस्कनु हो भनेर सम्झियो भने छुल्गुन भनेको काममा जानु है। यसको उल्टो तपाईँहरूको लागि मैले छोडेको छु। र छोइगुन भनेको हालसालै, रिसेन्टली भने हो। र अर्को छ 7 नम्बर र 8 नम्बरको कन्फ्युजिङ जोडी चाहिँ यो खुरिम भन्ने हो। खुरिम भनेको क्रिम भने हो। अङ्ग्रेजीलाई कोरियनहरूले बिगार्छ है। जस्तो तपाईँको यो लाडियो भन्छ, यो के हो त? रेडियो हो। रेडियोलाई उसले के गर्छ? लादियो बनाउँछ, बिगार्छ है। त्यस्तै बानानालाई उसले के गर्छ? फानाना भन्छ। बानाना भनेको केरा हो कि होइन? बानानालाई बिगारेर उसले के बनाउँछ? फानाना बनाउँछ। सो कोरियनहरूले इङ्ग्लिस बिगार्छ। त्यस्तै क्रिमलाई बिगारेर खुरिम बनायो। र यो खुरिमको ख चाहिँ ओरिजिनल छ। अर्को खुरिम भन्ने हेर्नुहोस्, खुरिम खुरिम सेम सेम साउन्ड छ। र ओरिजिनलवाला चाहिँ क्रिम भयो, किनभने क्रिम भनेको तपाईँको त्यो मेकअपको क्रिम भनेको है, यो मुखमा लगाउने, अनुहारमा लगाउनेवाला। र क्रिमहरू हाम्रो शरीरमा प्रयोग गर्ने होस् अथवा खानेकुरा होस्, ओरिजिनल प्रयोग गर्दा राम्रो भयो। त्यसकारण क्रिम चाहिँ जहिले पनि ओरिजिनलवाला किन्नु होला, थोरै महँगो भए पनि टेन्सन नलिनुहोस्। र अर्को, यो डुप्लिकेट खुरिम भने के हो त? चित्र हो है। चित्र भनेको फिगर है। फिगर भनेको चित्र। पिक्चर भनेर बुझ्नुहुन्छ भने पिक्चर भन्नुहोस्, ड्रइङ भनेर बुझ्नुहुन्छ भने ड्रइङ भनेर बुझ्नुहोस् है। खुरिमुन खुरिदा भन्छ चित्र कोर्नु। ठिक छ। यहाँ पनि दुईवटा मध्ये एउटालाई सम्झियो भने अर्को आफै सम्झिन्छ है त। ल, अब अगाडि बढौँ है त। नम्बर कति आयो त? 9 नम्बर है। ओके ल। 9 नम्बरमा छुप्ता भन्ने छ एउटा, अर्को छुप्ता भन्ने छ है त। पहिला यो दुइटाको कुरा गरिहालौँ। यो छुप्ता भनेको ओरिजिनल छ है, ओरिजिनल छ। अर्को यो छ भनेको चाहिँ के हो? डुप्ली हो। ध्यान दिउँ है। के ध्यान दिउँ भन्दाखेरि जाडो हुनु भनेको छुप्ताको ओरिजिनल छ। अब जाडो चाहिँ ओरिजिनलमै हुन्छ क्या। जस्तो बाहिर तपाईँको के छ? हिउँ परिराखेको छ, अथवा तपाईँले आइसको डल्लो समात्नु भयो। एउटा चाहिँ हिउँको डल्लो भने पनि भयो, बरफको डल्लो समाते पनि भयो। ल, यो चाहिँ तपाईँको हिउँको डल्लो छ। यसलाई तपाईँले समात्नु भयो भने तपाईँलाई साँच्चीकैको चिसो हुने हुन्छ नि त, ओरिजिनलको चिसो। त्यही भएर चिसो चाहिँ ओरिजिनल हुन्छ है। तपाईँले बरफ बरफ समात्यो भने साँच्चीकैको चिसो हुन्छ नि त, थोरै न त्यहाँ मजाक चलिराखेको छ हो। त्यही भएर चिसो जहिले पनि ओरिजिनल हुन्छ। छुप्ता भयो है त। ल, अर्को छुप्ता भनेको चाहिँ के रहेछ त? भुइँको सामान टिप्नु, खसेको सामान टिप्नु, अथवा त्यहाँ भुइँमा राखेको सामान समात्नु भने हो है त, पिकअप भन्छ अङ्ग्रेजीमा। र यसलाई पनि तपाईँले के गर्ने त भन्दाखेरि यो चाहिँ तपाईँको डुप्लिकेट हुन्छ भनेर सम्झिने। ओरिजिनलमा चाहिँ चिसो भयो, र यो भुइँको सामान टिप्ने चाहिँ के हुन्छ त? डुप्लिकेट हुन्छ। ठिक छ। भुइँको सामान कसैले फाल्या पनि हुनसक्छ, ओरिजिनलै हो भन्ने छैन है त। डुप्लिकेट भएर फाल्या पनि हुनसक्छ। त्यसपछि अर्को छ छोप्ता भन्ने। यो सबै एउटै एउटै ग्याङको है त, एउटै ग्याङको हो यिनीहरू। अर्को पनि छ एउटा छाप्ता भन्ने है। अर्को पनि छ एउटा छाप्ता भन्ने। ल हेर, अर्को पनि छ एउटा छिप्ता भन्ने। हेर्नु है, यो छाप्ता भनेको के हो? समाउनु। ध्यान दिनु है, कति धेरै मिनिङहरू छ। अर्को यो छिप्ता भनेको के हो? च्याप्नु है। यो छिप्ता भनेको च्याप्नु होइन। छाप्ता भनेको समात्नु। यो पनि एक्स्ट्रा मिनिङहरू मैले राखिदिएँ। यो 5वटा छ कि यस्तो। छुप्ता जाडो, अर्को छुप्ता भुइँको सामान टिप्नु, छोप्ता भनेको साँघुरो हुनु। अब मैले तपाईँलाई यो छोप्ताको बताउँछु है त, माथिको भइहाल्यो। अब छोप्ता भनेको साँघुरो हुनु सम्झिने कसरी भन्दाखेरि ट्रिक के हो त भन्दाखेरि यो सडक छ है। यो सडकको छेउमा कसैको घर छ, र त्यो घरमा बिहे छ भने त्यसले के गर्छ? सडक पुरा टेन्ट रोकेर तपाईँको पार्टी फोक गरिराखेको हुन्छ है। सडकमा टेन्ट रोकेर पार्टी गरिराखेको हुन्छ। यो सडकमा मान्छे हिँड्नलाई के हुन्छ त? साँघुरो हुन्छ क्या। के गर्दाखेरि भन्दाखेरि यो बाटो छोप्दाखेरि, यो सडक छोप्दाखेरि, यहाँबाट टेन्ट रोकेर छोप्दाखेरि साँघुरो हुन्छ भयो। ठिक छ। यसरी तपाईँले के गर्ने त सम्झिने। छुप्ता जाडो हुनु, अर्को छुप्ता भुइँको सामान टिप्नु, छोप्ता भनेको साँघुरो हुनु, छाप्ता भनेको समाउनु होइन। र अर्को चाहिँ तपाईँको के हो त? छिप्ता भनेको च्याप्नु। अब छ इत्ता भन्ने। यो इत्ता भनेको के हो भन्दाखेरि जोड्नु हो है। इत्ता भनेको के हो? जोड्नु। यसको अरू पनि मिनिङहरू छ, यसलाई हामी अर्को स्लाइडमा हेरौँ है त। ल,
यो अघिको इत्तालाई पनि मैले यहाँनिर राखिदिएँ है त। इत्ता भनेको के अरे? जोड्नु है। कनेक्ट भन्छ। टु कनेक्ट लेखे पनि हुन्छ, कनेक्ट लेखे पनि हुन्छ। बस, कनेक्ट गर्ने, जोड्ने। अब त्यसलाई एकछिन छोडिदिउँ। अझै हामीसँग एउटा जोडी छ। यो हेर्नु त। यो इत्ता भनेको हुनु, र यो इत्ता भनेको चाहिँ बिर्सनु। हेर है, तिनवटा इत्ता, एउटामा चाहिँ सिङ्गल स छ, अर्कोमा चाहिँ डबल स छ, अर्कोमा चाहिँ ज छ। ध्यान दिनु है, सबै साथीहरूले कन्फ्युजिङ छ। अब यो दुईवटा के हुनुपर्छ त? हुनुपर्छ स। दुईवटा स हुनुपर्छ भन्नुको मतलब, त्यही भएर दुईवटा स भयो भने हुनु भयो। दुईवटा स वाला के रहेछ? हुनु। दुईवटा स भनेको हुनु। अनि एउटा स भनेको के हो त? जोड्नु। है, एउटा स मात्र छ भने अर्को स पनि हुनुपर्छ भनेको हुनु भयो। होइन? अनि एउटा मात्र तलपट्टि जोडेको छ भने जोड्नु भयो। यहाँ सुन्दै, ईको फाच्चिममा एउटा मात्र स जोडेको छ भने जोड्नु भयो। अनि हुनु चाहिँ के पर्थ्यो त? दुईवटा स पर्थ्यो, त्यही भएर हुनु भयो। भेरी सिम्पल है। अब तपाईँहरूलाई अर्को पनि मैले क्वेसन सोध्छु। यो इत्ताको फान्देमाल के हो? इत्ता भनेको हुनु। अब तपाईँले कमेन्टमा नहुनु भनेको के हो राख्नुहोस् है त। तपाईँहरूको काम दुईटा सोधिसकेको छ है त। के को सोधेको थिएँ? छुल्गुन आधा अथवा छुल्गुनको चाहिँ फान्देमाल के हो भनेर सोधेको थिएँ। दुईवटा कमेन्ट गर्नुहोस् है त जान्ने साथीहरूले। ठिक छ? नजान्ने साथीहरूले लेखेको कमेन्ट, अरूले जान्ने साथीहरूले गरेको कमेन्ट हेरेर सिक्न सकिन्छ त। ल ठिक छ, हामीले इत्ताको पनि कुरा गऱ्यौँ। अर्को जवालाको चाहिँ हामीले कुरा गरेका छैनौँ है। मैले के भने, एउटा मात्र तलपट्टि जोडेको छ स भने जोड्नु भयो है इत्ताको। अनि दुईवटा स हुनुपर्छ, हुनुभयो। अब यो एउटा इत्ता भन्ने चाहिँ ज फाच्चिममा छ। जबाट के सम्झिने? जबरजस्ती भनेर सम्झिने। जबरजस्ती के गर्ने त? बिर्सनु है। जस्तो पढेको कुराहरू कोही जबरजस्ती बिर्सिन्छ र भनेको? आफै बिर्सिन्छ हौ। तपाईँले जबरजस्ती बिर्सेको हो पोहोर साल पढेको कुरा? हँ, आफै बिर्सिन्छ। बिर्सिन कहिले पनि मान्छेले जबरजस्ती बिर्सेको हुँदैन कि, आफै बिर्सिन्छ है। अब तपाईँलाई एउटा खतरनाक कुरा छ। यो इत्ता भन्ने मिनिङ, अर्को इल्था भन्ने मिनिङ। यो इल्था भन्नेबाट, के अरे इत्ता भन्नेबाट इज बरिदा भन्ने मिनिङ बन्छ। इज बरिदा। अर्को यो इल्था भन्नेबाट इर बरिदा भन्ने मिनिङ बन्छ। यो इर बरिदा भनेको चाहिँ के हो त? हराउनु। र यो इज बरिदा भनेको बिर्सनु। हेरौँ है, ध्यान देऊ है सबैजनाले। अब हराउनु भनेको चाहिँ के हो? इर बरिदा। अर्को चाहिँ बिर्सनु भनेको के हो? इज बरिदा। हेर्नु है, धेरै धेरै कन्फ्युज गर्छ यसले। कसले? यो एउटा यसले, अर्को यसले। अब यो इज बरिदाको फेरि मैले भनिहालेँ, जबाट के आउँछ? फाच्चिममा ज छ भने जबरजस्ती भयो है त। जबरजस्ती, जबरजस्ती त जाने कुरा कोही पनि बिर्सिँदैन होला होइन। र अर्को यहाँनिर अर्को हेर्नु है, त्योभन्दा खतरा तल हेर्नु त। यो यहाँनिर फाच्चिममा के छ त? र ह छ, इल्था भन्ने मिनिङ हो। यो र हबाट के हुन्छ त? रहर हो। र ह भनेको रहर। रहर त हराउने कसैलाई हुँदैन होला। आइफोन हराउने कसैलाई रहर होला? आफ्नो गोजीको पर्स हराउने कसैलाई रहर होला? हुँदैन। त्यही भएर र ह आयो भने हराउनु हुन्छ, जबाट जबरजस्ती बिर्सनु भन्ने हुन्छ है। जस्तो तपाईँको कोही एउटा चाहिँ गर्लफ्रेन्ड अथवा बोयफ्रेन्ड हुन सक्छ, धोका दिएको छ भने तपाईँले जबरजस्ती बिर्सिनु पऱ्यो कि परेन? पर्यो। सम्झेर के गर्नु हौ छिङ्गो। ल ठिक छ। त्यही भएर इत्ता भनेको बिर्सनु, यो वाला इत्ता भनेको हुनु, सिङ्गल वाला इत्ता भनेको जोड्नु। त्यसपछि लागौँ 15मा। 15को छ मुन्जे भन्ने। यो मुन्जे भन्या के हो भन्दाखेरि प्रोब्लम हो है। मुसुन मुन्जे गाई सयो भन्यो भने के समस्या भयो भन्या हो है। अब मुन्जे भनेको के रहेछ? प्रोब्लम, समस्या। र कहिलेकाहीँ यसको प्रश्न भन्ने अर्थ पनि हुनसक्छ है त। अर्को छ मुन्जा भन्ने है। अब यो मुन्जा भनेको टेक्स्ट म्यासेज हो। टेक्स्ट म्यासेज भनेको के हो त? म्यासेज गर्ने, लेखेर म्यासेज गर्नलाई टेक्स्ट म्यासेज भन्छ। जस्तै तपाईँले के भन्नुभयो? हेलो सर भन्नुभयो
यो लेखेर मलाई WhatsApp मा पठाउनु भयो। त्यो लेखेर पठाएको के भयो? टेक्स्ट मेसेज भयो। है, त्यसैलाई मुन्जा भन्छ। है, र यो कहिलेकाहीँ यसलाई अक्षर भनेर पनि भन्छ। ठिक छ, खुल्जा अथवा मुन्जाले कहिलेकाहीँ तपाईँको यो ग, न, द, र भन्ने अक्षरहरूलाई पनि जनाउँछ है त। यो कुरा तपाईँहरूले बुझ्नुहोस्। र अर्को कुरा सम्झिनको लागि मुन्जे भनेको मुन्छे भनेर सम्झिने, मान्छे भनेर। मान्छेलाई के हुन्छ त? समस्या पर्छ। बिना समस्याको कोही मान्छे हुन्छ? हुँदैन नि। है, प्रश्न सोध्ने पनि को हो? मान्छे नै हो मुन्जेलाई मान्छे भने सम्झिनुहोस्, मुन्जा भन्ने त त्यत्तिकै सम्झिन्छ। किनभने दुईवटा जुम्ल्या बच्चाहरू मध्ये एउटालाई सम्झेपछि अर्को आफै याद आउँछ भने हो। ठिक छ। ल, त्यसपछि हामी अगाडि बढौँ। अगाडि के छ हेरौँ है त। अगाडि छ फात भन्ने र अर्को पनि फात भन्ने। दुइटै सेम सेम छ, सेम साउन्ड छ। होइन, तर के छ, स्पेलिङ फरक छ। यो ओरिजिनलमा, यो चाहिँ डुप्लिकेटमा। ध्यान दिनु है, सबैजनाले ध्यान दिनु। अब ओरिजिनल के हुन्छ? रातो सिमी। फात भनेको के हो? रातो सिमी। रातो सिमीको भात भनेको जस्तो जौलो पकाउँछ नि, जाउलो हो। फात भने भात के को? रातो सिमीको बाला भात पकाउँछ नि कोरियामा, हो त्यस्तो। त्यो पनि छोडिदिउँ। फात एउटा ओरिजिनल, अर्को डुप्लिकेट। सम्झिने कसरी भन्दाखेरि सिमी भनेको के हो? खानेकुरा हो। है, खानेकुरा हो क्या, खानेकुरा। खानेकुरा जहिले पनि के हुनुपर्छ हजुर? ओरिजिनल हुनुपर्छ। होइन, र यो के हो? बारी। बारी के हुन्छ? डुप्लिकेट हुन्छ। किन हुन्छ म बताउँछु। तपाईँहरू नआत्तिनुहोस् है, भन्न दिनुहोस् न पहिला। हेरौँ है, बारी किन डुप्लिकेट हुन्छ भन्दाखेरि त्यो कौसी हुन्छ नि, बाल्कोनी भन्छ नि घरको उतापट्टि झ्यालको छेउमा, त्यो बारी त त्यहाँ पनि बनाइरहेको हुन्छ, छतमा पनि बारी बनाइरहेको हुन्छ। के त्यो ओरिजिनल बारी हो? होइन। होइन, गाउँको खेत बारी भनेको ओरिजिनल भयो। तर बारी डुप्लिकेट पनि हुन सक्छ हौ बजारमा। त हामी त बजारमा पढिराखेका छौँ भाषा त। त्यही भएर बारी डुप्लिकेटै हुन्छ बजारमा। किनभने कौसी खेती गर्छ नि, हो कौसीको त्यो बारी भने डुप्लिकेट भयो। अगाडि जाउँ है। फुसिदा भन्ने छ, अर्को फुसिदा भन्ने छ। एउटा चाहिँ थले ई भेटेको बेला, हेर्नु है, उच्चारणको नियममा हामीले पढाइदिएका छौँ। थले ई भेट्यो भने छि हुन्छ। के हुँदैन त? थी भन्न मिल्दैन, छि हुन्छ। ठिक छ। यो थले ई भेटेको छि हो, यो चाहिँ डाइरेक्ट छि हो। फुछिदा फुछिदा सेम सेम, तर स्पेलिङ के छ? डिफ्रेन्ट छ, र अर्थ पनि डिफ्रेन्ट छ। ध्यान दिनुहोस्। एउटा कुरा तपाईँले थले ई भेटेपछि छि हुन्छ भनेर जान्नुहोस्। र अर्को एउटा नयाँ कुरा सिकाइदिन्छु। यो फुछिदालाई फु थ लेखेर यो हुन्छ, फुछयो हुन्छ क्या, यसको चाहिँ वर्तमान काल बनाउँदाखेरि टेन्सको। है, अब यसलाई चाहिँ फुछयो पढ्नुहोस् है। फुछयो। यसलाई पनि यो थले य भेट्यो भने तपाईँले छ भन्नुहोस् है, किनकि थ हुँदैन। है, कतिपयले थ भन्छ, फु थयो हुँदैन, फु छयो हुन्छ। है, वर्तमान काल लगाउँदाखेरि। कुरा बुझ्नुभयो? अब लागौँ हामी। तपाईँले फु छयो भन्ने सिक्नुभयो। यो थले ई भेटेपछि छि हुन्छ भन्ने सिक्नुभयो। अनि यो भयो। फुसिदा भनेको के रहेछ त? टाँस्नु। है, र अर्को फुसिदा भनेको के रहेछ? पठाउनु अथवा अन्डा फ्राई गर्नु। है, यो केकहरू पनि त्यो पान भन्छ नि, फ्राइङ पान भन्छ नि, हो त्यो फ्राइङ प्यान भन्छ कसैले, त्यसमा चाहिँ अम्लेट पकाए जस्तो सेक्ने कुरालाई फुसिदा भन्छ। अब खेरानुन फुसिदा भन्यो भने अन्डा फ्राई गर्नु भयो। ठिक छ। र पठाउनु पनि भयो। जस्तो फ्यन्जिरुल फुसिदा भन्यो भने चिठी पठाउनु, खेरानुल फुसिदा भन्यो अन्डा फ्राई गर्नु। अब ट्रिक के हो भन्दाखेरि के गर्ने? एउटालाई सम्झिने। यो फुसिदालाई सम्झ्यौँ है त, फाच्चिमवालालाई, किनकि यो सम्झ्यौँ। यो के सम्झिने भन्दाखेरि एउटा चाहिँ टिका सम्झिने, बिन्दी। है, लेडिज साथीहरूले लगाउँछ नि टाउकोमा, के अरे निधारमा। यो निधारमा लगाएको बिन्दीको 250 रुपियाँ पर्छ। 250 रुपियाँ पर्ने महँगैवाला रहेछ बिन्दी, मानव है, सपोज गरेको, कति पर्छ थाहा छैन। 250को बिन्दी त महँगो भयो। अब पार्टीमा जाँदाखेरि 250को बिन्दी लगाएर जाँदाखेरि, गर्मीको सिजन छ, त्यो गर्मीको पसिना पुस्ने बेला बिन्दी पनि पुच्छियो क्या। फुछिदा भनेको बिन्दी बिर्सेर पुछिँदाखेरि के गर्ने त? फेरि टाँस्ने। अरे, 2 रुपियाँको चुइगम त हामीले खाएर भित्तामा टाँसेर भोलि बिहानदेखि फेरि कन्टिन्यू गरे होइन?
बात गर्नुहुन्छ हो तपाईँहरू पनि। पुछिँदाखेरि के गर्ने, बिन्दी फेरि टाँस्ने, है त। ल ठिक छ, एउटा पुछिँदा भनेको चाहिँ टाँस्नु, अर्को पुछिँदा भनेको के हो त, अन्डा फ्राई गर्नु। ठिक छ। ल साथीहरू, आज हामीले विभिन्न 20वटा मोस्ट कन्फ्युजिङ मिनिङहरूको बारेमा चर्चा गऱ्यौँ। भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नुहोला, र तपाईँलाई दुईवटा कुरा मैले सोधेको छु, त्यो कुरा पनि तपाईँले कमेन्ट गर्नुहोस्। र फेरि हामी अर्को भिडियोमा फेरि भेटौँला। त्यतिन्जेलसम्मको लागि बाई बाई साथीहरू, राम्रोसँग पढ्नुहोस्, राम्रोसँग बस्नुहोस्। थ्याङ्क यू।